जय मसीह सम्पूर्ण परमेश्वर जनहरूमा प्रार्थना गर्दाखेरि हामीले धेरै ख्याल गर्नुपर्ने कुराहरू रहेछ। जब एकजना गुरुबाले भन्दै हुनुहुन्थ्यो, हामीले प्रार्थना गर्दाखेरि चाहिँ प्रभु कुनै कुरा चाहिँ हामी प्रार्थना गर्छौँ भने प्रभु मलाई एउटा असल जोडी जुटाइनु भएको होस् भनेर प्रार्थना गरिरहेको हुन्छ। तर त्यो भन्दै गर्दाखेरि परमेश्वर चाहिँ कन्फ्युज हुनुहुन्छ अरे कि। त्यसकारण यदि आफ्नो जीवन साथीको लागि हामीले प्रार्थना गर्छौँ भने माग्छौँ, परमेश्वरसँग माग्छौँ भने चाहिँ हामीले जुन चाहिँ सबै कुरा गोरोमा कति गोरो, उमेरमा कति उमेर, होइन, कति कक्षा पढेको, आत्मिक हो कि परमेश्वरमा विश्वास गरेको चाहियो कि होइन, के कुरा सबै कुरा कपीमा लेखेर चाहिँ असल तरिकाले चाहिँ हामीले चाहिँ प्रार्थना गर्छौँ भने अनि परमेश्वरले सबै कुरा जुटाउनुहुन्छ। यो कतिपय कुराहरूमा चाहिँ गवाई पनि सुन्नुपर्छ। गवाईमा पनि सुनिएको छु कि प्रभु मलाई असल केटी जुटाइदिनुहोस् भनेर प्रार्थना गर्दै गर्दाखेरि 2 वर्ष 3 वर्षसम्म पनि प्रार्थनाको जवाफ आएन अरे। नआइसकेपछि उहाँ मैले प्रार्थना गरेकै छु तर मलाई परमेश्वरसँग एउटा असल जोडी जुटाउनुहोस्, परमेश्वरको भरमा भयमा जिउने भनेर माग्दै गर्दाखेरि त्यो प्रार्थनाको जवाब 3-4 वर्षसम्म पनि आएन। जब प्रार्थना चाहिँ अब डिटेली तरिकाले गर्नुपर्छ अथवा परमेश्वरसँग माग्दाखेरि गोरो हो कि काली हो कि डली हो कि होची हो कि मोटी हो कि परमेश्वरको डरमा जिउने हो कि पढाइ लेखाइ नभएको हो कि पढाइ लेखाइ भएको हो कि जागिरे भएको हो कि के हो, त्यो त्यसरी नै सबै कुरा डिटेलली माग्यो भने चाहिँ परमेश्वर कन्फ्युज नगरिकन दिनु हुने रहेछ। अनि त्यो 4-5 वर्ष प्रार्थना गर्दाखेरि जवाफ नआएको उसको 3 महिना अथवा 6 महिनाको बादमा चाहिँ उहाँको विवाह नै भयो। किनभने परमेश्वरलाई कतिपय कुराहरूमा चाहिँ हामी मागेर चाहिँ कन्फ्युजमा पार्छौँ के। कस्तो चाहियो, अब असल जोडी त भनियो, कस्तो चाहियो, कालो चाहियो, गोरो चाहियो हो कि पढाइ लेखाइ भएको हो कि अनि अन्तर्राष्ट्रिय के अन्तर्जातीय हो कि आफ्नै जातित्व हो कि होइन। हुन त बाइबल धर्मशास्त्रमा जातित्वको कुराहरू छैन, किनभने जातित्व भन्ने कुराहरू कतै देखिनँ मैले बाइबलमा। त्यहाँ चाहिँ केवल मोसा बाजे होइन, एलिया, वक्ताहरू मात्रै, पत्रुस, यूहन्ना, यी जति पनि छन् नि ती कुराहरू मात्रै थाहा पायौँ। तर त्यो हुँदै गर्दाखेरि सुरुदेखि नै जातित्वको कुराहरू छैन। तर हाम्रो देश नेपालमा चाहिँ जातित्व कुराहरू चाहिँ धेरै आउँछ। धन्यवाद यो मौका अनि सबैजना सुनिकन परमेश्वरको महिमा गर्नुभएको होस् र तपाईँले पनि आशिष पाउनुभएको होस् है। यो बिहानीको समयमा परमेश्वरको नाउँमा जय मसीह। धन्यवाद।